Hello guys, welcome back to our channel. We are back again with a new video. यो भिडियो चाहिँ आज च्यालेन्ज भिडियो हुनेवाला छ। हजुरलाई हामीले अस्तिको भिडियोमा भने जस्तै आजको भिडियो चाहिँ केमार्ट च्यालेन्ज हुनेवाला छ। के गर्छौं पनि भन्नु अब हामी आज 4 क्याटेगोरी के गर्छौं भन्ने थाहा छ। जस हामीसँग बजेट हुन्छ सर्टेन बजेट त्यो बजेट चाहिँ $40 हुन्छ हामीसँग बजेट उहाँलाई 40 मलाई 40 अल टुगेदर 80 हैन फुड एक्सेसरिज अनि एउटा क्लोथ हैन अनि त्यसपछि अर्को चाहिँ फेभरेट थिंग्स अफ इच अदर भनेको अब हजुरलाई के मन पर्छ जस्तो लाग्छ यो देखे चाहिँ सानी खुसी हुन्छ जस्तो लाग्छ हैन मलाई हजुरलाई के मन पर्छ जस्तो लाग्छ त्यो कुरा अनि जस चाडा चीज चाहिँ हुनै पर्यो के हुन्छ त ल फुड क्लोथ एक्सेसरिज र फेभरेट थिंग्स Oh my god वाउ फेभरेट थिंग्स हैन यो चाडा चीज चाहिँ हुनै पर्यो तर यो चाडा चीज किनिसक्दा पनि हजुरसँग अझै पैसा बाँकी छ भने $40 भित्र अनि हजुरले अर्थुक पनि केही किन पाइन्छ हैन विदिन $4 भन्दा $1 पनि बेसी हुनु भएन ओके थ्यांक यू अनि एउटै हो अनि कुनै कुनै चाहिँ एकदम सस्तो रहेछ भन्दै पैसा बच्छ पनि त अनि त्यही भएर त्यो $1 भित्र केही किन्न मन छ भन्देखि किन्न पाइन्छ भनेर जानकारी दिएको मैले बुझे जस म बिलाउँछु डिटेलमा जानकारी दिएको अब म चाहिँ एक्साइटेड छु है उहाँले के लिन्छ भनेर एकदमै डेफिनेटली आई एम एक्साइटेड टु च्यालेन्ज obviously हुने वाला छ तर पनि एक्साइटमेन्ट एकदमै छ अनि हामी त्यहाँ केमा ठुलो छ obviously अनि अब सामानहरु पनि टन्नै छ अप्सनहरु धेरै हुन्छ केमार्टमा म केमार्ट भनेपछि दिसभरि घुम्दै नि बस्न सक्ने त्यति बोर भएर बसिरहेछ भने पनि केमार्ट जान्छ त भन्ने चिन्छ कि त्यस्तो केमार्ट चाहिँ मलाई रमाइलो लाग्छ कि जानालाई घरको कुराहरु पनि धेरै हुन्छ हैन नेपालतिर माइतीहरु पनि त्यस्तै हो जे पाए माइती अनि त्यस्तो झाडी त्यही हो अनि जस हामी त्यहाँ सँगै जान चाहिँ तर एकअर्कालाई के किन्यौँ भन्नमा देखाउँदैनौँ अनि एकैचोटि नै यो सँगै एकअर्कालाई रिभिल र हजुरहरूलाई पनि रिभिल एकैचोटि गर्छौँ हामीले घरै रिभिल गर्ने अभियसली हजुर एकतिर किन जाने म एकतिर किन जाने त्यस्तो ठोक्यो भन्दै नचिने मान्छे यस्तो गरी हिँड्ने हजुरलाई म चिन्दिनँ अब एकछिन त्यो केमार्टभित्र त्यस्तो पनि हुँदो रहेछ च्यालेन्ज नदेखाउने के किने भनेर हैन अनि त्यस्तो साडी घर आएर अनि एकचोटि रिभिल गर्ने प्राइस पनि देखाउने यतिको यति पर्यो भनेर प्रुफ सहित इन्भेस्टमेन्ट चाहियो इन्भेस्टमेन्ट चाहियो अनि त्यसैले $40 को बजेटको इन्भेस्ट चाहियो त्यही हो ल जान्छ केमार्ट लेट्स गो केमार्ट आइपुगिसकेका छौँ हामी केमार्ट आइसक्यो अब साइन आफ्नो बाटो लाग्छ ओके लेट्स गो मैले बास्केट बिर्सेछु बास्केट लिन जाँदैछु गाइस सानी कता टाढै बाई सानी ल अलि भेटौँला है त बाई दिस साइड म चाहिँ यहाँ लुगा किन्ने ठाउँमा आइसकेँ उहाँको लागि होइन हेर्दैछु $25 यसलाई जाडोकै लुगा किनिदिनु जस्तो लागिरहेको मलाई चाहिँ अब जाडो आउनु थाल्यो नि त यो राम्रो रहेछ है प्राइस चाहिँ देखाएर हिँड्नेछ यसको प्राइस पत्ता लगाउँछु है म यो राम्रो लाग्यो जाडोको लागि बाटोमा राखेको भएर मैले लुगा हेर्न पाइनँ कस्तो राम्रो राम्रो छ यहाँ ज्याकेटहरू यसको 29 रहेछ सानोलाई बेसिकली मन पर्ने चाहिँ प्लान्ट्सहरू होइन फर्स्टमा म एकदम I don't make it hard for myself, so म प्लान्ट्सतिरै जान्छु अनि त्यसपछि त्यो किनेपछि अनि त्यसमा केही घटेपछि नि अरू सोच्नु केही ओके लेट्स गो एन्ड इज बिजी देयर देख्नु भएन के भयो अरे लास्ट गाह्रो भयो भन्दै आइरहेछ यता आउन पाइँदैन है म उहाँको लागि यहाँ चाहिँ एक्सरी हेर्दैछु हामी दुवैजना ठ्याक्कै एक्सरिजको अगाडि रहेछौँ होइन अब हेरौँ के किनिसिन्छ उहाँले कस्तो राम्रो लाग्यो पर्स होइन यही पर्स लिइदिन्छु यसको प्राइस थाहा भएन त्यहाँबाट चेक गर्छु कस्तो दामी लाग्यो कि
ल यसले मैले अनि एउटा हुडी लिएँ ओके म हेरेर यसो लुगा यसको प्राइस चाहिँ 30 लियो भने चाहिँ मजाको बजेट एकदमै कम हुन्छ आई ट्राई टु फिट इन हेरौँ के हुन्छ यो चाहिँ एउटा हाल्छु म मलाई यसो मलाई मनपर्ने चिज के होला भनेर गेमपट्टि आएर चाहिँ के पाइन्छ कि भनेर उहाँलाई अहिले मैले भेटाएको थिएँ अनि के भन्दैछ पैसा बढाउन मिल्दैन सानी अलिकति भनेर भन्दै हिँड्दै म मिल्दैन भनेर हिँडेँ होइन गाह्रो भयो भन्दै हिँड्दै त्यही भएर च्यालेन्ज भइरहेको छ गाइज गाह्रो हुँदो रहेछ नि त ओके लेट्स मेक इट इजी ओके मसँग अब $12 बाँकी छ मैले 3 थोक किनेँ होइन यसबाट मसँग $12 बाँकी छ $12बाट चाहिँ उहाँलाई चाहिने चिज है मलाई मनपर्ने के किन्ने होला यार म त फसेँ त यसमा म पनि म्याट किनिदिउँ क्या बुढालाई मैले चाहिँ यो लिने भएँ होइन यो चाहिँ उहाँको गाडीमा पछाडि ढाडमा राख्नलाई तल राख्नको लागि भनेर हुन्छ पनि अनि उहाँले यस्तो खालको अरू नै पनि लिन खोज्दै होस् नि त अस्ति नै होइन उहाँलाई चाहिने पनि चिज हो अनि ठ्याक्कै भयो राम्रो छ है सो मसँग $2.5 एक्स्ट्रा भयो 3टा चिज किनेर र फुड बाँकी छ र म फुड किन्न जानेछु 2.5 को मैले एक थोक बेसी भएर हटाएँ पनि यहाँबाट मैले एक थोक बेसी भएर मिन्ट पनि हटाएँ 38.40 भयो 40 कट्यो कि त्यही भएर ठिक छ केही भएन हेलो झोलाभित्र के होला ओके ए च्यालेन्जिङ भयो नि हामी आइसक्यौँ होइन मेरो अलिकति देखिरहेको सामान के भन्ने तर उहाँले देखिएको छैन अब हेरौँ यता झोलाभित्र के होला भनेर हेलो गाइज हामी त्यहाँ भइसक्यो हाम्रो के मार्टको च्यालेन्ज लिएर के देखाउने फर्स्टमा त्यो भन्दा होइन हजुरले एक थोक देखाउने त्यही चिजको मैले देखाउने हो कि त्यसैले खानेकुरा देखाइछु ल त्यसो गर्नु न त खानेकुराबाट स्टार्ट गर्नु कति प्राइस पनि भनेर बिल पनि देखाइछु यसको प्राइस चाहिँ रह्यो अराउन्ड $2 यसको प्राइस चाहिँ 2.5 यो चाहिँ यो हो तिमीलाई मनपर्छ नि यो सावर प्याच टाइपको हो तर लङ रबर सावर प्याचहरू खाइ मलाई मन पर्ने नै यो सावरवाला गाडीमा बस्दाखेरि प्रायः चाहिँ सबैले मनपर्छ म ट्राभल गर्दा खायो भने लिएर खान्छ म मन पर्यो है मैले हजुरलाई चिप्स दिएको छु सावर एन्ड क्रिममा मैले याद गरेर हजुरलाई त्यो भेनिगर साल्टवाला मन पर्दैन नि त अनि सावर एन्ड हेर्दाखेरि मलाई मात्र मनपर्ने यसको प्राइस चाहिँ कति $3 ठ्याक्कै $3.00 $3 एक्ज्याक्ट रहेछ त्यो लास्टमा अलिक गरौँ भयो मैले भन्छु हजुरलाई के हो भनेर नेक्स्ट आइटम फेभरेट थिङ्स अफ इच अदर होइन त्यसको लागि चाहिँ मैले सानोलाई चुज गरेँ सानोलाई चाहिँ होस् प्लान्ट्सहरू एकदमै मनपर्छ मैले यो र मैले त्यो क्यान्डलमा चुज गरिरहेको थिएँ तर मेरो बजेटको हिसाबले चाहिँ दिस सुट्स बेस्ट होइन यो चाहिँ ठ्याक्कै टिभीको तल राख्दाखेरि पनि राम्रो देखिन्छ क्या ए भनेपछि मेरो लागि हेर्दै चाहिँ दुवैजना हुने भनेर घरको लागि भन्नु त यो घरमै सानीको नि त ठिक छ यो चाहिँ मैले प्रायः थाहा छ केमा च्यालेन्जमा जसकोमा पनि दिएछु कि यही लिएको हुन्छ कि ठ्याक्कै राम्रो छ क्युट ठ्याक्कै त टिभी तल राख्नु ठिक्क ग्रिन्स पनि छ प्लस फेभरेट थिङ्समा यो प्लान्ट्स नलाइसा भए त के गर्नु थियो र थ्याङ्क यू सो मच ल यसमा चाहिँ हजुरको लागि छ यो सबभन्दा मनपर्ने भनेको उहाँको कार हो त्यो कारमा अनि त्यस पछाडि राख्नलाई खालि कारको लागि राख्ने चिज चाहिँ हेरिरहेको कि उहाँले यो चाहिँ मैले हजुरलाई त्यो कार पछाडि बस्नको लागि तल मैले चाहिँ माथि हेरेर राख्ने किनिदिएको थिएँ हजुरले मैले चाहिँ हजुरको तल ब्यागमा सपोर्टको लागि किनेँ कस्तो राम्रो लाग्यो प्राइस चाहिँ कति भन्दाखेरि ठ्याक्कै $10 यसको प्राइस भने चाहिँ नाजी हजुरले त्यो 3.5 3.5 ल भनेपछि दुईटा बाँकी छ भने चाहिँ अरु बजेट केमा गएको रहेछ हैन ओके थर्ड
थर्ड थिङ चाहिँ एक्सेसरिजबाट जाउँ लास्टमा जाँदैछ हैन एक्सेसरिज चाहिँ यो वाउ यो चाहिँ तिमीलाई एकदम सस्तो लाग्यो मलाई मैले सोचिरहेको थिएँ हजुरले के राखिन्छ होला भनेर किनकि त्यहाँ मैले त्यहाँको एक्सेसरिज पनि मैले कति किनिसकेको छु कि अलरेडी हजुरले के चाहिँ डिफ्रेन्ट ल्याइछ लाग्यो ठ्याक्कै मसँग नभएकै भएर लिएर आइसक्यो थ्याङ्क यू सो मच किनभने त्यहाँ अरू पनि थियो एउटा मल्टिपलवालाहरू पनि थियो अनि तर यो चाहिँ किनकि एकदम क्याची लाग्यो क्या लाउँदाखेरि पनि हुन्छ सस्तो जस्तो लाग्यो यसरी अग्ली पनि छ अग्ली मान्छेले अलिक लामो खालको त्यो लगायो अग्ली है युजिएलवाई होइन अर्को युजिएलवाई होइन कति प्राइस पर्यो यसको पर्यो $4 राम्रो लाग्यो मलाई म यस्तै त लगाउँछु नाइस एन्ड सिम्पल एभ्रिथिङ अब एक्सेसरिजमा मैले हजुरलाई साइडमा मैले पर्स थियो अब एक्सेसरिज भने नि जे भने नि होइन मैले हजुरलाई पर्स लिएको छु कस्तो राम्रो लाग्यो मलाई पर्स कार्ड यहाँ टक राख्ने त्यहाँदेखि हजुरको पैसा राख्नुलाई मलाई कस्तो राम्रो लाग्यो कि प्राइस चाहिँ पर्यो ठ्याक्कै $10 10.00 पछाडि केही छैन ठ्याक्कै 10 एक्ज्याक्ट छ ड्रम रोल ओके सो लास्ट आइटम चाहिँ खास यही आइटमले गर्दाखेरि मैले थोडा उसमा चाहिँ कम्प्रोमाइज गर्नु पर्यो हैन तर कस्तो दामी छ सबैमा मन पर्ने छ कि कम्प्रोमाइज गरे पनि फेरि आई नो योर चोइसेस नि त त्यही भएर मैले जे मन पर्छ भनेको लेट्स रिभ्यू दिस इज द क्लोथ यो चाहिँ सानीको लागि मैले 8 कि 10 भनेर एकदम कन्फ्युज भइरहेको थियो कस्तो राम्रो कपडा लास्ट कपडाको के क्वालिटी पनि कस्तो राम्रो छ कस्तिको व्हाइट ज्याकेट र यो मैले यो लगाएर कतिवटा घुम्न जानु पर्ला जस्तो कस्तो ठ्याक्कै मिल्छ दाजुको व्हाइट ज्याकेट र भ्यालेन्टाइन डे ज्याकेट है कस्तो राम्रो थ्याङ्क यू हजुर कति पर्यो यसको चाहिँ सबसे हाइएस्ट यसको पर्यो $30 यसको $30 सो एक्ज्याक्टली $40 कति भयो हजुर के मान्छे एक्ज्याक्टली $40 ठ्याक्कै 30 पर्यो यसको कस्तो राम्रो त पर्ने खालको रहेछ छैन लुगामा यही होला कस्तो लाग्यो जाडो महिना आएको भएर हामी दुईजनाको ध्यान चाहिँ जाडोको लुगामा गएछ कि यो चाहिँ कति पर्यो भन्दाखेरि $15 पर्यो त्यही भएर मलाई अरूमा मिलाउनु ठ्याक्कै यसमा 10 हाल्नु ठ्याक्कै मिल्यो कि ल 15 पर्यो भएर अर्को स्वेटर पनि राम्रो लाग्यो त्यसको प्राइसै थाहा भएन प्राइस चेक गर्ने त ऊ पनि रहेन रहेछ कि एउटा यस्तो कार्ड पनि रहेन रहेछ कता सोध्नु भनेर मैले छोडिदिएँ लास्टमा मैले यही लिएर आएँ 20 कलरको राम्रो छ 20 कलर ओके हाम्रो केमा च्यालेन्ज सक्यो मलाई सबै थोक मन पर्यो खान्छु यो चकलेट पनि मैले खाने नै वाला छ पास खान्छु पास हजुरलाई 5 मा 5 स्टार दिएँ मैले मलाई कति स्टार दिन्छ 5 मा यु आर द बस सामान्य रहन्छ न एकदम बेस्ट ल यहाँ भने के मन पर्यो एउटा चुज गर्छु चाडामा मलाई पर्स अनि यो खानेकुरा त भइहाल्यो अनि ऱ्याङ्क गर्नेलाई ऱ्याङ्क यो एउटै ऱ्याङ्क किन यो पनि मलाई एकदम चाहिरहेको छ गाडीमा हैन ऱ्याङ्क गर्छु फर्स्ट नम्बरमा के फर्स्ट पर्स फर्स्ट सेकेन्ड थर्ड ल सेकेन्ड लुगा सेकेन्ड अनि यो कुसन थर्ड अनि खानेकुरा फोर्थ है त किन लुगा लगाइदिन्छ नि त्यो सेकेन्ड भनेको ल मेरोमा चाहिँ पहिलो नम्बरमा छ यो लुगा पहिलो नम्बरमा पनि टप छ यो लुगा है अनि सेकेन्डमा चाहिँ इयरिङ अनि त्यस पछाडि थर्डमा यो प्लान्टवाला अनि खानेकुरा फोर्थमा राखिदिउँ न है त्यही के भयो भन्दाखेरि $38 38.40 भयो किनकि सबै ठ्याक्कै थियो नि त अरू त अनि ठ्याक्कै 38 पुग्यो अनि मैले उठाएँ पनि मिन्ट होइन मिन्ट उठाएँ पनि तर अनि के भन्दा 40 क्रस भयो मलाई झोला पनि लिनु थियो कि अनि त्यही भएर मैले त्यो मिन्ट फेरि क्यान्सल गर्न लाएर बरु 40 कम गर्छु तर माथि चाहिँ जान्न भनेर अनि मैले कम गर्दा मेरो 38.40 भयो त्यही हो मैले एक्स्ट्राले पनि लिन खोजेको थिएँ एक पैसा कमै खर्च गर्छ त्यो भएर होइन कि च्यालेन्ज हाम्रो यही सकिन्छ अब हामी एकछिनपछि मुभी चलेको छ सिकन्दर भन्ने सलमान खानको अनि हामी त्यही फिल्म हेर्न जान्छौँ 2000 years later
अब जान्छ हामी सिकन्दर हेर्नलाई। लेट्स गो। बिन बोले बातें तुमसे करूं अगर तुम साथ हो। कति बजे सो? 8:30 को 8:26 भन्छ नि। अनि कहाँ आगे त मस्त। हामी ठ्याक्कै मुलघर पुग्न आयो 2 मिनट गइन्छ। You get to add also tea. So I see everything like out of 5. Here it comes. Plant. This is my life. भयो मलाई मनपर्छ। पेप्सी भइसक्यो होइन? Sister has come. ओके हेलो गाइज, म चाहिँ सिकन्दर मुभीको बारेमा खासै केही भन्न चाहिनँ। स्टारमा रिभ्यू गर्छु भने मैले केही भन्न चाहिनँ। 5 मा म 2 स्टार दिन्छु होइन। हजुर सेम छ।